दाई बाबा मम्मीलाई राम्रो गर्नु भने होइन। अनि जा त्यहाँ पठाउ गर्न जाऊ तिमी भने जुरुक्क उठेर अनि उसले बाइक त्यहाँ अरू छिमेकीलाई पनि डिस्टर्ब हुन्छ भनेर स्टार्ट नगरिकन बाहिरपट्टि अनि रोडमा ल्याइसकेपछि स्टार्ट गरेर आएको थियो। बिहानपल्टि अब सिमी खुट्टा अनि मैले बनाएको थिएँ 10 बजे आउँदैन, 11 बजे आउँदैन। अनि मैले के सोचेँ अब पठाउ गर्ने मान्छे अब एक्ज्याक्टली टाइम त हुँदैन, आउला आउला भन्ने भयो। अनि 11 बजिसकेको थियो, म सुतेछु। अनि 2:30 बजे अनि पुलिसको नम्बरबाट मलाई फोन भयो, तपाईको मान्छे पेट्रोल छर्केर यहाँ उ आउनु भएको रहेछ, वीरमा आउनु न भन्नु। म 3 बजे करेक्ट यहाँ अस्पतालमा आइपुगेको थिएँ। अब उसको बोली अलि फुटिरहेको थियो। म आउँदा चाहिँ 2-4वटा शब्द चाहिँ उसले बोल्यो, दाइ बाबा मम्मीलाई राम्रो गर्नु भने होइन। सकिन्छ भने अनि त्यो भनिसकेपछि उसले दाइ मेरो गल्ती थिएन है, दाइ मेरो गल्ती थिएन है। अनि 2 चोटि त्यो भने। अनि कसको के भाव भने बाबा मम्मीलाई राम्रो सम्हाल्नु। अनि त्यसपछि उनीहरूले गल्ती थिएन, त्यो उसले व्हिल लक लायो, व्हिल लक लाउँदै अनि ट्राफिक आएर अनि उ गर्यो भने त्यतिकैमा उसले बोली उसको बन्द भइसकेको थियो। ट्राफिक भन्यो अब अनि त्यो व्हिल लक लायो भने त्यतिमै उसको बोली बन्द भइहाल्यो। अनि बन्द भइसकेपछि पछि बोल्ने समय पनि भएन भनेर डाक्टर साहबहरू पनि हुनुहुन्थ्यो, अनि उत्तिकैमा मैले यो वीरमा चाहिँ मैले अहिलेसम्म सुनेको, म त 72 सालदेखि म यहाँ बस्दै आएको हो। यहाँ अलि हाम्रो मुगतिरको बिरामीहरू यहाँ धेरै आउँछन्। यहाँ बन्डको छैन भन्ने मैले अलिअलि थाहा थियो, यो चाहिँ कहिले अलि स्थापना भएर रहेछ। मैले किर्तिपुर लाने कि भन्ने सोचेको थिएँ। एकजना अर्को डाक्टर साहबले भन्नु कि यहाँ छ भाइ भन्नु। ठिक छ त, अहिले बरु पछि लैजाउँला, अहिले यस्तो अवस्था छ, थोरै सास लम्ब्याउन पाए पनि त हुन्थ्यो भन्ने भएर मैले उ गरेँ, यहाँ रहेछ। पछि अनि यहाँ उहाँहरूले अनि त्यसकै सिलसिलामा भाइलाई चाहिँ अब आइसियुमा राख्नुभयो। आइसियुमा राखिसकेपछि अनि बेलुकासम्म लगभग 9-10 बजेसम्म त्यस्तै कोही मिडियाहरू होइन, आफन्तहरू आउने जाने क्रम जारी रह्यो। पछि 10 बजेतिर होला सायद अनि गृहमन्त्रीज्यू आउनुभयो। 10 बजेदेखि त गृहमन्त्रीज्यू लगायत प्रधानमन्त्रीको सचिवालयको सबै टिमै अनि आउनु भएर रातभरि लगभग खटिनुभयो। अनि बाहिर लिने अनि अर्को गर्ने भन्नुभयो, ठिक छ भन्ने भयो। त्यसपछि
बस्नुभयो। अनि पछि अब डाक्टर साहबले नै मैले उहाँबाट नै सुने, सर किन बाहिर लिने भन्दै हुनुहुन्थ्यो, के भयो भन्दाखेरि अब अघि डाक्टर साहबले जे भन्नुभयो हेल्थको कारणले गर्दा यहाँबाट त्यहाँ जाँदै गर्दा केही बाटोमा समस्या आइहाल्यो भने भन्नुभयो। ठिक छ त सर, बरु यहीँ केही सिलायो भने त्यसलाई चाहिँ बरु पछि लगिहालौँला त्यो भन्ने मेरो मनमा भयो। त्यति भाइको अहिले 3 महिना भएको छ क्या। 3टा किस्ता चाहिँ हालिया छ। अब सरी 2टा किस्ता चाहिँ गणेश नेपालीको दाई मदन नेपाली, मुगु जिल्ला सोरु गाउँपालिका वडा नम्बर 1 जमलधारा मेरो स्थायी ठेगाना हो। अहिले हाल चाहिँ भाइ कमल विनायकमा बस्छ भक्तपुरको, म चाहिँ यता बालाजु हाइटमा बस्छु। भाइ चाहिँ हिजो अस्ति बेलुका चाहिँ अस्ति दिउँसो 2टै बुढाबुढी मेरो रुममा आएको थियो। अनि बेलुका अनि के गरेर त्यहाँ बस्यो। अनि बेलुका अलि 9 बजेतिर हो यहाँबाट गइसकेपछि मलाई चाहिँ अब अलि हामी धेरै दुर्गमको मान्छे भएर पनि होला, यहाँ अलि खसीको मासु खान अलि हामीलाई नै लाग्थ्यो, गाह्रो हुन्छ यहाँ। अब माथि सस्तो पाएको मान्छे यहाँ 1400-1500 गाह्रो हुन्छ। त्यही भनेर अनि खुट्टा चाहिँ लग्या रहेछ। अब मैले खाना खाएर सुतिसकेको थिएँ। दाइ उड्नु न बनाउनु भने ऊ आफ्नो भाउजूसँग त्यति ऊ बोल्दैन। अब 2टैजना लचकदार छन्, नबोल्ने। आफ्नो बुढीलाई चाहिँ अब म आइनेर भएको थिएँ कि उसले पनि बुढीलाई पनि भन्न सकेन। मलाई भनेको थियो अब भयो छोड भने। अनि उसले चाहिँ त्यही भात खाएर सुत्यो। अनि बिहानै अनि मैले भने गणेश उज्यालो भयो, जान त पर्सिनी कुर्सी त बाइकको किस्ता बुझाउने दिन आइसक्यो।